हेलो भाइ, मेरो खास भाइ छ नि तासी दिले फेमस बनाइन्छु नि म फेरि सुन्तलाहरू बेचेर त फेमस हुन्छ। अमुइ नि त त्यही त छेउमै आएको थियो हराइहाल्छ यस्तो हुन्छ हाम्रो। बदाम नखाने त्यति मात्रै खाने अन्त खाना खायो भन्दा घरिघरि यसले सम्झी पठाउँदो रहेछ बाउ क्या हो त्यस्तो लाग्यो मलाई। सो हेलो माई ब्युटिफुल पिपल, नमस्ते तासी दिले फेकफुल होस् सबैजनालाई र सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु है त। सो अहिले त हामी ग्राउन्ड चाहिँ नडेको किनकि आज म्याच छ नि त, आज फ्राइडे पनि म्याच रहेको छ। आज चाहिँ एनबिएफसी टिटोङ भर्सेस मर्माको छ नि त कि, अनि केटाहरू अघि नै गइसकेको छ आदि र अहिले त म जाँदैछु ग्राउन्ड तरफ। अन्त यहाँनिर चाहिँ मलाई मोमो बनाउनु लागि सोध्दै थियो हो हो के अरे मेरो कुरा हुँदै थियो ल। यस्तो छ हो, बिहान बिहानै यसरी पैसा दिनुपर्छ। रेफ्री ल्याउनु लागि त 500 मागे अरू केटाहरूलाई हामी 300 दिन्छौँ नि, तँलाई 500 देख्छु है, हो किन भन्दा अब त हामी जाँदैछौँ ग्राउन्ड हो। पछाडि अब अमुल दादा भ्याउँदिनँ भन्दै थियो, बिचरा आएछ हो। कति बजी गइस् बिहान सुन त? 4:30मा बिहान पाखा 4:30मा 5:30मा घरमा आइपुगेको थिएँ, फेरि सुतिस् होला। अन्त कहाँ गइस् अन्त? बिहानै काम गरिदिएको बिहानदेखि नै। ल आज म्याच दामी हुन्छ जस्तो लाग्दैछ मलाई यो मर्मा र न्यु बालासनको। ल हेरिदिउँ केटाहरूले तल के गर्दैछ है। यस मर्निङ भाइ। जा गएर जा एक्लै जानु क्या म म पठाइदिन्छु नि एकजनालाई। लु जा गुड हो, यस्तो केटाहरू त हुनुपर्छ नि त। लु जा उहीसँग जा। ल त ग्राउन्ड त आइपुग्यो हामी। यो केटाहरू पनि भर्खर आउँदो रहेछ नि त। आज चाहिँ हाम्रो भाइ फ्री छ है, आजै मात्रै होला, नभए त अब शनिबार आइतबार त गोली खेल्नु जाइहाल्छ हो। आज फ्राइडे भएर चाहिँ फ्री छ। कि आज पनि थियो म्याच? कि आज पनि थियो म्याच? पुरा बिजी म्यान हुने अस्ति न्यु बालासनमा सेमिफाइनल हारेर चाहिँ विश्वास भइरहेको रहेछ यसलाई होइन। ए क्वार्टर पारेको मैले सेमिफाइनल पो भन्दै थिएँ। र उठाए केटाहरूले फाइनल अस्ति यता धोत्रे बालासनमा। न्यु बालासनमा नउठाए पनि धोत्रे बालासनमा त उठाए केटाहरूले। भाइको रिङ कोराइ त सेटिस छ, डी कोराइ त के हो तेरो अन्त। र फर्स्ट चाहिँ हामीले मातृ पोस्टको लगाइसक्यौँ नेट हो। अब तलको छ, तलको त एकदम साह्रो पर्छ लगाउनु, मिल्दैन त्यति हो। अन्त केटाहरू यहाँनिर जोडजाड गर्दैछ। यहाँनिर के को अपडेट चाहिँ कसले भनेको? भिडियो हेर्छ अरे। ल थ्याङ्क यू भनिदियो को दियो त्यो। गुड पारा त्यसले लिए है झाडु लिएर यतिको रहेछ केटा। ग्राउन्ड बढा न ग्राउन्ड। मुई नि त झिक्रा लिएर आउनु भएको। बहिनीलाई बोकाएको, दिदी नबोकेर। बाई बाई खै गरेको बाई बाई बाई। काम चाहिँ अलमोस्ट सकिसक्यो हो। लास्ट केटाको चुना हाल्ने काम हुँदैछ। चुना हाल्नु त आज यसलाई लगाएको, अरू बेला हुँदैन हो। रिसिँदैछ, रिसी बस भाइ। अनि यहाँले चाहिँ ग्राउन्ड मजाले बढालिदिएर हो दामी गरिदियो। काम गर्दैन यसले हो, गरेपछि चाहिँ फेरि है कन्टिन्यू हुन्छ नि त। यो त दामी लाग्छ मेरो। यता हेर्दै त हो बिचको हेर्नुहोस् त अन्त है।
तोहरुलाई चुनाकै पैसाले फाइन 1 लाख त अन्त फाइनलसम्म त चुनै लाग्ने रहेछ 1 लाख त्यहाँ तेर्सो देख्दैछ त बिचकेको त बिचकेको दिमा लगा त चुप लागेर जा त यहाँ पर्दैन यता साइडमा यत्रो गहिरो लाइन देख्दैछ उसलाई लगायो भनेर है यो त बिचकेको हाम्रो अपरेटर हाम्रो एङ्करिङ चाहिँ यहाँ गर्छ नि त यता हेर न अनाउन्स गर्ने केटा हो हुँदैछ बेला बेला है राम्रो छ आज माइक एकदम दामी लाग्यो खतरा हुन्छ अनाउन्स ठुलोमा आज त एकदम पोजी हुन्छ नि आज त खेलामा ल दामी बनाएछ केटाले यहाँनिर मैला थियो नि त स्पेसली क्रेडिट त यहाँ जान्छ है अनि है त्यसलाई त फाइनल सकेर त एउटा भिन्दै इन्डिभिजुअल ट्रफीलाई पनि दिनुपर्छ लिटल साइड क्रेडिट गोज टु मिस्टर हाम्रो आदर्श गुरुङ है जोसेफ नभन्दा फेरि नाम फेरि आफै राखेको छ नि त तर ड्याडको लागि यति गरिस् होइन राम्रो कुरा हो यो एकदम बाउको नाममा खेलाएको आफू त गर्नु पऱ्यो नि त होइन घरिघरि यसले सम्झी पठाउँदो रहेछ बाउ क्या हो त्यस्तो लाग्यो मलाई सँगै हुँदा मेरो बाउको त भनेर चाहिँ केटाहरूले चाहिँ तारिफ गर्दैछ क्या मेरो के भन्दाखेरि चाहिँ केटाहरूलाई त पुराले भन्छ अरे कि मेरो भिडियो दामी हुन्छ होइन एकदम र हुन्छ जतासुकै फेसबुकमा एकदम दामी अझ गाउँठाउँमा के हुन्छ कसो हुन्छ सबै हेर्नु पाउँछु भनेर मलाई पनि भन्नुहुन्छ है कतिजनाले डिएम गर्नुहुन्छ है कतिजनाले बाटोमा भेटेर भन्नुहुन्छ अननोन मान्छेहरूले पनि क्या खुसी लाग्छ मलाई त्यो हुँदाखेरि चाहिँ कता कता जाँदाखेरि तिम्रो भिडियोहरू हेर्छु त शिलङबाट मलाई है एकताल बाटोमा भेट्दा कि शिलङको यहीँ माथि आउनुभएको रहेछ शिलङको माथिनिर अन्त भन्नुभएको थियो तिम्रो भिडियो हेर्छु राम्रो लाग्छ भनेर र यसरी नै साथ सपोर्ट गरिदिनुहोस् होला है खुसी लाग्छ कि यस्तो भन्दाखेरि रकेटहरूलाई पनि प्रायःले भन्छ अरे क्या मेरो एकदम भिडियो राम्रो लाग्छ भनेर ल त यसरी नै सपोर्ट गरिदिनुहोस् होला कसले पठाएको हो कमेन्टिक भएर यस्तो पनि छ है हाम्रो यहाँले यो खान्छु यसलाई चुना हान्नु लाग्यो खै के भयो अरे भाइ तेरो ए भाइ खै देखा न अन्त गाउँ देखा एउटा यहाँ अर्को देखा ए चुनालाई हाल्दा हाल्दा पोलेछ नि त्यसलाई चुना यसलाई हान्नु लाग्यो ठक्यो बिचराको अन्त प्लाटपुट भइरहेको रहेछ नि त अब त हल्का क्याम्पाको मजा लिने है त के हो क्याम्पा होइन क्याम्पाको मजा ओए जोसेफ केटाको अन्त 4 तारिक नआइ त अहिले यस्तो गर्दैछ भने 4 तारिकमा के गर्छ र यसले त भन् त दामी दामी 4 तारिक त हाम्रो बुकिङ भइरहेको छ तल दर्शन दाले अब रिजर्भ गरिदिइरहेको छ नि रिजर्भ गर्ने त यहाँ हो रिजर्भ बोर्ड लगाइरहेको छ तल है 4 तारिक त अब ग्रान्ड हुन्छ नि अब वान नाइट हो फेरि रिभर क्विनमा त वान नाइट हुन्छ हेलो भाइ मेरो खास भाइ छ नि तासिदिले खै अलिक जोडले तासिदिले ऊ त्यही ऊ तलको भाइ हो एकदम मेरो फेभरेट भाइ हो पुरा मनपर्छ यो भाइ चाहिँ ऊ चाहिँ खास चाहिँ हाम्रै गाउँको रहेछ मलाई थाहा थिएन क्या तलको रहेछ नि त यहाँ त बस्दैन रहेछ उतै कहाँ पो बस्छौ तिमी तक्दा लामा पर्दो रहेछ नि त उतै अन्त उसलाई त म यहाँ गोलीमा आइरहँदाखेरि मिठाईहरू किन्दै बस्छु अस्ति के खायो भन त अलिक जोडले आलु मिमी बदाम मात्रै खायो आज खाने आज भेट्नु होला मलाई मिठाई किनिदिन्छु ल तर म लुगा सुगा फेरेर आएर चाहिँ म भएकोमा आउनु तर म भएकोमा आयो भने मात्रै किनिदिन्छु एकपल्ट सबैजनालाई टिभी टेनमा भनिदेऊ न तसै दिले मेरो नाम यस्तो भनेर अलिक जोडले अन्त तिमी कहाँको भनिदेऊ त होइन उयसको भनिदेऊ न टिभी टेनमै अलिक जोडले अरू के पढ्दैछ भन्दा नामहरू कति भयो बसेको अब कहिले जान्छौ अब फेब्रुअरी 22 तारिक ऊ भाइ त मलाई पुरा मनपर्छ अझै लामा पर्दैछ कि झन् मलाई मन परिदिएको तसिदले मेरो नाम के हो भन्दाखेरि कसरी भन्नुपर्छ उसले मलाई अस्ति दिन सिकाएको नागिङ मिङला अन्त खाना खायो भन्दा खलाक्सोङ एक्ला आएको आज एक्ला आयो साथीहरू आएन अन्त आउँदैछ खाना खाएर आएको अस्ति त कस्तो नौरान नगएको तिमी त अस्ति त किन नौरान नगएको यहाँ छोडेर ल बस्दै गर ल अहिले भेटौँ ल बाई भनिदेऊ कसरी भन्छ बाई उयोमा टिभी टेनमा
सत्यम भाइ भाइलाई त याद छैन अस्ति त पुरा बोल्दै थियो त आज क्यामेराको छेउमा नबोलेको होइन हाँ ल अहिले भेटौँ ल अलि मिमी किनिदिन्छु तिमीलाई म ल अब त हामी लाग्दिनँ घर केटाहरू आउँछ खाना खाएर टर्न बाई टर्न गर्छ नि त हामीले अब त यहाँ जसेप र सृजन भाइ कस्तै गर्छ यो त हाम्रो गाउँको अपकमिङ स्टार प्लेयर कति गोल हालिदिस् भन्दा बालासनमा निर्बालासनमा सुनन्द हाई स्कुलबाट खेलेको थियो यो चाहिँ फर्स्ट गोल यसकोबाट थियो हो कि न कति दियो तँलाई फर्स्ट गोलको लागि स्कुलबाट केही थियो अरे नि त बुट बुट किन्थ्यो पैसा कति दियो सरहरूले 1500 ठिक्कै 1500 बुट पनि किनिदिन्छ बुट चाहिँ अब भोलि लिनु छु भनेको छ भान्टाको ल यो चाहिँ हाम्रो गाउँको अलिक राम्रो खेल्ने भाइ हाम्रो गाउँबाट चाहिँ दुईजना खेलेको थियो अस्ति निर्बालासन सुनन्द हाई स्कुलबाट राम्रो छ भाइहरू र यसले फर्स्ट गोल हालेछ नि त ठिक छ एकदम यसरी नै अगाडि बढेको राम्रो हो र अब त हामी घर गएर खाना खाएर फ्रेस भएर आइन्छ टाउकोहरू नुहाउनुपर्छ हो कति गइसक्यो धुलै धुलाउँछ यहाँ त यस्तो हुन्छ हो हेर्नुहोस् नि अनुहारहरू कति गइसकिसक्यो पुरा बिग्रेको छ नि अनुहार मेरो त ल अहिले भेट्दैमा अब सिधै खानासाना खाएर फ्रेस भएर है त म त फ्रेस भएर खानासाना खाएर मासु ल्याउनु जाँदैछु है एकदम सदा त यहीँ घरमा दिइदिन्थ्यो नि त अहिले त भ्याउनु हुँदैन अरे अन्त मै जानु पऱ्यो माथि जानुपर्छ बाइकमा जान आँटेको लाङ्साको मासु ल्याउनु जाँदैछु हो अन्त एभ्री स्याटरडे गरिदिन्थ्यो नि त लाङ्साको मासु चाहिँ तर योपालि चाहिँ फ्राइडे नै भएछ अन्त चाहिँ जाँदैछु हतार खाना खाएर हजुर बा अहिले खिचिदिन्छु यता देखाएर भन्दैछ के भन्छ हतार खाना खाएर उयो गरेर चाहिँ गएको है त के भन्नु मासु खानै पऱ्यो रुच्दैन खाना हो अझ लाङसाङ भन्दा मलाई सुँगुरको पुरा मनपर्छ कहाँ छौ फेरि कहाँ हिँड्दा उकालो है कहाँ घुमाएको सानो बज्दैनस् नि यस भाइ त्यही आइपुगे घर हो मासु लिएर 3 केजी मासु लिएर चाहिँ अब जानुपर्छ ग्राउन्ड हो टिमहरूमा आइसक्यो अलिक ढिलो भयो नि त मासु ल्याउन गएर ल त अब घरमा यो दिएर लाग्दैन होइन अब त हामी लागेको है त पोको पत्रो बोकेर हो अन्त केटाहरू त अघि गइसक्यो टिमहरू पनि अघि आइसकिसक्यो यहीँ 2:30 भइसक्यो लेट हुन्छ यसरी नै भाउजूहरू गयो बडाले त्यहाँनिर अस्ति काट्नु हुँदै थियो अहिले हर्दी एकदम मजाले कुटेर हो फेमस बनाइदिन्छु नि म फेरि सुन्तलाहरू बेचेर त फेमस हुन्छ नि हर्दी कुटेर फेमस बनाइदियो भने त म चाहिँ घर आयो भने चाहिँ दामी हुँदैन अन्त ल्याइदिन्छु हजुर ओ के हो बेलुका कल गरिबसेको तिमी चाहिँ अब निन्द्रामा हुन्छु भाइ म जो टिम अघि आइसकिसक्यो भाइले यहाँनिर मजाले खाँदैछ है सिनसान सेम लाग्छ मेरो फेभरेट भाइ हो नि बदाम नखाने त्यति मात्रै खाने किनिदियो भने खान्छु है अलि खाऊ ल त्यो खाइसकेर यता हेर त कम त क्युट लाग्दैन हौ भाइ ल खाऊ बिस्तारै खाऊ अर्कोमा आउँदैछ यहाँनिर बसेर खा भाइ बसेर हन्छ भाइ अन्त मजाक छैन यिनीहरू ल त अब त म्याच स्टार्ट हुनु गइरहेको छ हो यो ब्ल्याक जर्सीमा चाहिँ तपाईँको मर्मा र अर्को जर्सीमा चाहिँ यो ओरेन्ज र व्हाइट जर्सीमा चाहिँ एनबिएफसी टिटुङ बालासन है त यहाँ छ मेरो दारू सुरज दा यता हेर्दै न खतरनाक छ त हौ यता हेर्दै न आफ्टर लङ टाइम हेर्दैको नि त हाम्रो भेनालाई भेना सुरज दा छैन हो नो रेस्पोन्स यतिको त यस भाइ यता भन्नु यस भन्दैन ल
ल फर्स्ट गोल है बालासनकोबाट केटाहरूले गोली खोजेको आधी घन्टा भयो एउटा गोली अहिले हराएको होइन बिचराहरूले म्याच पनि हेरेको छैन म भर्खर आएको यहाँ तल 4 बजे जस्तो छ टाइम पनि भयो हाफ टाइममा त हामी यहाँ गोली खोल्दैछौँ अहिले हराएको नि त्यो बल 1 घन्टा जस्तो भइसकिसक्यो त्यही त छेउमै आएको थियो हराइहाल्छ यस्तो हुन्छ हाम्रो कमिटीको गोली चाहिँ 4टा जस्तो हराइसक्यो क्या आज 3टा किनेर आएको खै त अन्त हराइ त हाल्छ अन्त केटाहरू धुमधाम खोजिरहेको छ त्यहाँ माथिबाट कटेको हेर्नुहोस् त अन्त तल पुगिसक्यो एउटा है छैन यस्तो छ खटी खटाइ त हो भेटे कहाँ थिएछ कहाँ यस्तो तलाको बल उयो छेउमै आएको जस्तो लाग्यो त अन्त के भन्छौ यता त आएको होइन नि बल त तर खै छक्कै पारे लु यो बलले चाहिँ आफै लुक्दै थियो क्या यो गोली त खुट्टा छ क्या है यसरी हराउँछ क्या हाम्रो बलहरू अन्त त आइहाल्नुपर्छ खोजेक गऱ्यो भने नभए त हराइहाल्छ के अरे मोमो खान्छस् भेटेकोमा छेट भेट्यो अर्को गोली पनि कटेको थिएछ है ल आम्मा 2 गोल आर्ग्यु गर्दैछ बल रिलिज भएर कुद्दैछ त्यहाँनिर चान्स बल मर्मलाई खै ए आम्मा हानेको कस्तो बाङ्गो हान्दिएको त्यहाँबाट लु ल भाइ के हो यस्तो ए बिस्तारी तो गाइसले त हामी आइपुग्यौँ घर हो घरमा त गएको छुइनँ अङ्कलहरूकोमा छु सो गोली त अघि सकेको म्याच चाहिँ र विनर चाहिँ बालासन भयो नि त निर बालासन टिटुङ भएर मरमा हार्यो र स्कोर चाहिँ 2-0 है र म्याच त अघि सकेको केटाहरू प्र्याक्टिस गरेर हो एकछिन हामी त्यहाँ बसेर र म चाहिँ अहिले अङ्कल आउँछु अब घर जान्छु र है आजको भिडियो यस्तो थियो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहोस् होला सक्दो ड्याङ सेयर है लगाइ चाहिँ बाई सबैजनालाई सी इन द नेक्स्ट भिडियो टेक केयर लभ यु सबैजनालाई त बाई